हिजो राति मकैबारीमा 5वटा हात्ती पसेर मकै पुरै दाई बनाएको छ अरे। हामी त्यही हेर्न जाँदैछौँ। म देखाउनेछु है, तपाईँहरूलाई हेर्दै गर्नु होला है त भिडियो। पुरै माडेर खतम पारेको छ अरे। मैले पनि भर्खरै थाहा पाएँ। म देखाउँछु हेर्नु है त मकै कस्तो बनाएको छ हात्तीले। 5वटा हात्ती छिरेर हेर्नु त है। यार खतम पारेछ नि त है यार। रोडाबाट लगाए जतिकै पारेछ त यहाँ। आम्मा यो चाहिँ हात्ती हिँडेको हिजो राति। हत्तेरिका मकैबारीलाई यस्तो मकैलाई यस्तो पारिदियो भने हेर्नुहोस् त। हत्तेरिका 5वटा हात्ती हिँडेपछि अनि के रह्यो थाहै त हुँदैन नि। सबै माडेर यता छिरेको छ, उता छिरेको छ, यहाँ छिरेको छ, यहाँ खाएर यहाँ हगेछ नि। मकै नै निकालेको छ नि पुरै। मकै खाएर मकै नै निकालेको छ पुरै। यस्तो मकै गाडी हेर्नु त यहाँ पुरै माडेर। अझै यहाँभित्र अझै छ यहाँ हेर्नु त। हेर्नु न है यो चाहिँ खाएर यता फर्केको यो चाहिँ। हेर्नुहोस् त है मकै बर्बाद पारिदिने हो पुरै। कति मेहनत गरेर लगाइन्छ, कति खर्च गरेको हुन्छ यहाँ। मल जल बिउ किन्नु हेर्नु चाहिँ पुरै माडेको छ नि। हेर्नु त देख्न सक्नुहुन्छ सबै माडेर खतम। पनि हेर्नु न यस्तो राम्रो मकै यस्तो पारिदियो भने दुःख लाग्छ नि। यो यहाँ रुखै लडाइदिएको छ नि पुरै रिसले नि ग्राममै। हाम्रो दिपक भाइको घर छेउमै हो नि ठक्कै। यतातिर हेर्नुहोस् कस्तो गरेछ। यहाँ मान्छेले भाँचेर राखे जस्तै गरेर खोसेला चाहिँ यहाँ पारेछ, मकै चाहिँ खाएछ। यहीँ पाइलाहरू खतम पारेछ नि। हो मकै त के गर्नु हो अब किसान मान्छे। मकै छ अनि विरक्त लाग्दैन, मन फुटेर आउँछ नि हो यस्तो देख्दाखेरि। हो यहाँ चाहिँ कतिखेर आएको हात्ती? यहाँ 12:30 बजी। 12:30 बजी राति। म 11 बजीसम्म त छतमा बसेँ, लाइट लगाउँदै थिएँ। अब गलेर सुतेँ। हात्ती त यहाँ पो आइपुगेछ। 4वटा ऊ त्यहाँ मकैबारी खाँदै खतमै पारेको रहेछ नि त यहाँ बिचमा छ नि। यहाँ पनि यहाँ रुख लडाएछ।